हेलो, हामी चाहिँ अहिले हाम्रो तिपाहरूको घरमा छौँ। हाम्रो तिपाहरूको घर चाहिँ एकदम बस्दाखेरिमा शान्त, सबै कुरा भएको, चिसो, पारी सबै देखिने खालको छ। हामी यहाँ बस्दाखेरिमा एकदम रिल्याक्स फिल हुन्छ। यहाँ यसरी चिसो ठ्याक्क रुखमा चाहिँ यसरी बस्ने ठाउँ छ। यहाँ चिसो हावाहरू आउँछ, पारी घाम लागिरहेको छ। त्यही पनि बस्नलाई एकदम रमाइलो हुन्छ। अनि यहाँ फलफुलहरू चाहिँ कति धेरै छ। यो हाम्रो लहरे आँप चाहिँ यसरी फलिरहेको छ। आँप सँगसँगै अङ्गुर पनि यसरी फलिरहेको छ। यहाँबाट यो अन्जेरू यो पनि फलिरहेछ। यो चाहिँ यस्तो हुन्छ यसको फल। कस्तो वाचुक जस्तै छ है। वाचुक जस्तै छ। हामी चाहिँ यसलाई वाचुक जस्तै भनेर चिन्छौँ। हाम्रो यता लिची पनि छ। फुलहरू भइहाल्यो। लिची के छैन यहाँ। यता टोयलेट जाने बाटो, यहाँ लिचीको बोर्ड छ। एकछिन पक्नुस् म यहाँ यता भिजिट गरेर हामी यहाँ सबै भिजिट गर्नेछौँ। आज करेसा बारीहरू हाम्रो तिपाको। लिची चाहिँ सानो छ। सानो लिची भर्खर फल्दै गरेको सानो बोट 2 वर्ष जति भयो होला यो फल्न सुरु गरेको। लिची चाहिँ सानै छ। यो कस्तो काडा छ भने। यहाँ अङ्गुर चाहिँ देख्न सक्नुहुन्छ। अङ्गुर चाहिँ यो अङ्गुर पुरै झारी। यहाँ तल सबै अङ्गुर है। यो चाहिँ कति धेरै अङ्गुर छ नि यहाँ पुरै नदेखिएर क्यामेरामा चाहिँ। यो भर्खर पाक्न सुरु हुँदैछ। हाम्रो तिपा घाँस काट्दै हुनुहुन्छ। सबै केरा भन्यो, अङ्गुर भन्यो, लिची भन्यो है। यस्तै हुन्छ गाउँघरमा चाहिँ बस्नलाई, खानलाई एकदम अर्ग्यानिक। आयो हाम्रो त्यो कुखुराको खोल, मटान यही घरमा धारा छ। यो निकै कुरा छ नि त्यो फोनमा किन चढिस। एकदम फटाइ छ। फुल बना धारा खोले देखा। जानिस् दापाती खोल्छ बिहा के छोटे लु तैँले जानिनस्। लु छोडे पानी आएको छैन। कुरा नफुटाइ त्यो बाहिरबाट लिएको ढुङ्गा हो यो। यो आर्टिफिसियल ढुङ्गा हो। यस्तो छ। लु यो चाहिँ तैँले ओभर नि गफ लाए जस्तो लाग्यो। हामी पुरै घर भिजिट गरिसक्यौँ। अरू पनि छ हाम्रो। यो फल त धुनेर मर्लिस होस्। यो चाहिँ आँप चाहिँ एकदम मिठो हुनेछ। यो लहरे आँप है। लहरे आँप यो। अनि यहाँ माथि हामीलाई पिपलको हावा खानु मन लाग्यो भने पनि हामी त्यहाँ गएर पिपल हावा खान सक्छौँ। त्यहाँ पनि यहाँ चाहिँ हामी सिरिसको हावा खान्छौँ यहाँ बसेर। परिपत होइन त्यो निमको पत्ता हो त्यो। यो चाहिँ प्रेसर रोगीहरूले खाने गर्ने रहेछ। यसलाई अलिक कम हुने भएकाले मैया फुपू त्यस्तोले खानुहुन्छ। उहाँलाई प्रेसर छ। अनि अलिअलि हामी नाइमालाई पनि खुवाउँछौँ किनकि नाइमा बिमारी भयो भने यति दिनुभएको छ हामीलाई। यहाँको कोप्पाले बस्नुलाई त एकदम ठिक छ। यहाँ फुल पनि फुलिसकेको रहेछ। हेर्नुहोस् यहाँ हामी बसी सबै भ्यूहरू खोलाको भ्यूहरू देख्न सक्छौँ। हेर्नुहोस् त खोलाको भ्यूहरू। यहाँ रोड पनि छ। हामी आज आँप टिप्न झरेको हो खासमा चाहिँ। यो टेकी पठाएर हिस्टोरी यहाँ के छैन गाइजहरू भन्नुहोस् त। लिची बारी पनि छ।
परेरले पनि खान्छ है। नाइ भएर भाग लिएर बसिरहेछ। यो चाहिँ हाम्रो माइजहरूको लिची एकदम ठुलो छ, पुरै कति धेरै फलेको छ। यहाँ तलसम्म पनि हाँगा छ। लिची पाकेर रातै कस्तो खाउ लाग्दो छ। त्यसपछि यो चाहिँ हाम्रो लिची। माइतीहरूको लिची र हाम्रो लिची हेर्नुहोस् यति यो जम्मा फलेको। यो एउटा, यो खानै नमिल्ने गरी फलेको छ यो दुईवटा। यसलाई हामी हेरेर राख्छौँ। अनि यता एउटा छ, दुईटा छ गरेर जम्मा 1, यो 2 अनि यो 1 गरेर 3, 4वटा चाहिँ हामी खान मिल्ने छ। यो दुईवटा खानै नमिल्ने। यो चाहिँ माइतीहरूको लिची। यो हाम्रो आँप चाहिँ अलिक निकै फलेको छ। यसलाई चाहिँ हामी मिलाइ खानेछौँ। माइतीहरूको एभोकाडो कति धेरै फलेको छ। यो हाम्रो एभोकाडो चाहिँ एउटा पनि फलेको छैन। यस्तो छ हालत लिचीको। तर यो लिची पनि निकै खाइसक्यौँ, माइजहरूको लिची पनि। मैले अहिलेसम्म खाएको माइजोको तिम्माहरूको लिची नै खाइरहेको छु।